ए दाजु कहाँबाट आयो? ए छोरा ऊ क्लास 12 पास गरेर ऊ कलेज पढ्दिन भन्दैछ, बिग्रिन्छ भनेर दिदीको पुऱ्याउनु लगेको हो। भित्राउनु न दाजु। अन्त के न हो अरे अब छोराहरू अलिअलि बिग्रिन्छ नि। बुढो भन्दा तिमीले अब कलेज गर्दिन भन्दैछ भने चाहिँ तिमीले प्यारामेडिकल गराइदेऊ। सिलगढी सालबारीमा खोलेको छ, त्यो पनि हाम्रै नेपालीहरूले खोलेको हो। त्यसमा चाहिँ एकदमै राम्रो हुन्छ। अब एजको ग्याप पनि छैन, जति वर्षकोले गर्दा पनि हुन्छ। क्लास 12 चाहिँ पास हुनुपर्छ। त्यो कोर्समा चाहिँ किन के हुन्छ? त्यो चाहिँ तिम्रो केटाहरू अनि केटीहरूको दुवैजनाको हो। क्लास 12 पास छ भने चाहिँ अब एज जति भन्दा पनि हुन्छ। अनि त्यसमा चाहिँ विशेष त्यो डिप्लोमा चाहिँ के हुन्छ भने तिम्रो भेप, एक्सरे, एमआरआई, ओटी, आइसियू, फिजियोथेरापिस्ट त्यस्तोहरू सिकाउँछ क्या। बादमा गएर चाहिँ एकदमै राम्रो भविष्य हुन सक्छ। ओइ राम्रो हुँदो रहेछ त है सिलगढी सालबारीमा रे। अन्त कन्ट्याक्ट चाहिँ कहाँबाट पाउनु त्यो? चाहिँ तिम्रो हाम्रै नेपालीहरू छ। अनि यहाँ डिस्क्रिप्सनमा छ, त्यहाँनिर सिधै बात गर्दा भइहाल्छ। कोर्स स्टार्ट भइसक्यो नि एडमिसन। यसलाई पनि त अब क्लास 12 पास गरेर त्यही हालिदिउँ भनेको। साह्रो इच्छा गर्छ हस्पिटलको कामहरू। धारावाहिकमा पनि त्यही हेर्छ, युट्युबमा पनि त्यही हेर्छ, पिक्चरमा पनि डक्टरको हेर्छ। हो नानी, के सिकेको छस् ल मलाई पनि भन् त। ए प्यारामेडिकल गर्ने मान्छे त लजाइरहँदो रहेछ। के भन्दैछ बडाले? लु गरिदेऊ न। त्यसको लागि त बडा सुत्याउने मात्रै गर्छ त। बडालु सुत्दिनुहोस् त, उसले सिकेको कुराहरू सबै भन्छ टिभीमा हेरेर। लु गरिदेऊ त। लु अझ गर त के सिकेको छस्? I am sorry, he is no more. लो मार्यो 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 मलाई